जीवनमा हामी कस्ता थियौँ भने हाम्रो लुगा थिएन, टाला हालेर हामी लान्थ्यौँ। भनेपछि भारी बोकेर 14 पिठ नेबाट राजापुर गएर चाहिँ ऊ ल्याउने, सुतो ल्याउने, त्यो बनाएर हमला गयो बनाएर उनका हारी लिएर कामला बनेर बिक्री गर्ने। बिक्री गर्न कहाँ जानुहुन्थ्यो हजुर? राजापुरमा। त्यहाँ बिक्री कामलाहरू बिक्री गर्ने अनि अरू सामान लिएर आउने घरको लागि। राजापुर पनि टिकापुर भन्दा तल के बर्दिया। हजुर राजापुर गएर ल्याउने। हिँडेरै जानुहुन्थ्यो है? हिँडेर जाने, पाना लगाउने, यो हात्ती बनाउँछ। हजुर पाना लगायो भने डिङ्गा नमारेका छाला। हजुर पाना लगाएर जुत्ता भन्ने थिएनन्, सबै आफै बनाउनुहुन्थ्यो क्या त्यो पाना सानाहरू? भैँसीका छाला सार्की बनाउँदा क्या त्यो लगाएर जाने। फेरि हाम्रो उमेरको केही हामी 20-25 वर्ष हुने बेला जामुका छालामा एउटा जुत्ताको कारखाना खोलेको थियो। खार्कीहरू सिउँथे क्या, खार्कीहरू सिएर धनी साबर ल्याउने 12-14 रुपियाँ हालेर। साबर भनेको साबर भने त्यो अब साबर सफा हुँदो क्या छाला। फेरि डिङ्गोहरू भनेर डिङ्गोहरू जुत्ता 3 रुपियाँमा 2 रुपियाँमा पाइँदा त्यो लिएर लगाउँथ्यौँ। अनि फेरि यो फाट्यो, अन्त निमुनि टालो हाल्यो, अन्त अर्को फाट्यो, अन्त निमुनि टालो हाल्यो, 2-3 टालो हालेर त्यो लाइने। कपडा यो केही थिएन, कालो जिन। आइमाईहरू के लाइन्थिन् भने तलबाट सुतो लिएर ठिटुवा बुन्ने भने आएर त्यो मोड्याउने अनि माड्ने, अनि त्यो माडो लाइने, फेरि छिन्ने, अन्त बोल्याउने। ओए तेरो गाउन कस्तो भयो धै भन्ने, हब्कन भेको भने मेरा त हौड्यो, तेरा त बिग्ड्यो भन्ने भनेर। अनि त्यो गाउन लगाउने। उभा कालाजिना चोला हरिद्वारमा गइकन हाम्रो बुवाले 4 चोलाको कडराई लिएर पछि कडराई लाया, अनि फैलियो कपडा सबै लायौँ। अनि हजुरहरूले जिन्स भन्ने देख्नु भएको थियो कि नै? जिन्स लाउँदा नि त अहिले प्यान्ट त्यसमा जिन भनेको यो जिन हुन्थ्यो सुती कपडा। हजुर त्यसको जिनको कोट पनि हामी हुन्थ्यो, जिनको कालो सेतो लुगा पछि लाइनु अऱ्यौँ। त्यो त लुगाको कुरा भइगयो। अब हजुर सुरुमा अब यहाँबाट मान्छे चाहिँ कताबाट आएछ यो बालुखेत भन्ने ठाउँमा चाहिँ? कस्तो भएछ भने हजुर केही रहेनछ, बाँरकोटी भन्ने जग्गामा त बाँरकोटी थियो पहिला। बाँरकोटी घर रहेछ, तीबाट पक्क भएन। हामी बजाइ गोर्बेनी भइछन् ल, त्यो घर नमिलेर माइत गएर गइछन्। माइत गइछन् ल, लौ आइमाईको माइत गएर नालसाल देख्नु हुँदैन भनेर पाबडा बाडीभित्र गएर ठुलो पाबडो हुँदो रहेछ। पाबडाभित्र पैदा भएन, त्यो बच्चा ल्याइन्न। म साडी खोलाउने बसाइरहेछन्। अनि एउटा बाजी आएछन्, भगवान् हुन् कि अथवा बाजी प्रभुले आयो भने ए माई यता राख भने परबाट राखिदिन्। यसका कपालमा हिरा बल्ता आए, यसका हिरा मणि नाउँ राख्न। अनि नाउँ राखिदिए, एउटा ओढ्ने थडी दिएर त्यहाँबाट त्यो बच्चा लिइन्। आइन्दापट्टि खडा बसिन्, अनि धुवाइन्, सफा भइन्। अनि एउटा सार्की भन्ने आएछ, काँदै आउनुभयो बाउराजी भन्ने। यस्तै बाबु होइन। फेरि यसले खानेपिउने भाँडाकुँडी, खाने अनाज लिएर त्यो भाषात पकाइ खाइन्। त्यो उठलो कोर्ने बेला 1 करोड रुपियाँ पाइलिन् अरे। त्यो डोकाउँदा खालि म तले जाँदैन। यो ठाउँ भन्ने कस्तो थियो अरे, उल्लाडी जङ्गल, त्यसै जङ्गल हिउँदो पाटन जस्तो ऊ जङ्गल थियो अरे। त्यही घरमा नि अनि आधी त्यो सर्लिनु पर्छ। कतिभन्दा पुरानो
15 पुस्ता 20 पुस्ता भयो होला। 20 पुस्ता भयो भने 600-700 वर्ष। लगभग त्यो बालुखेतको सुरुवातै त्यही घरबाट भयो भनौँ न। त्यही घरबाट भयो। त्यही घरबाट भयो। अनि त्यो आटी हालिदियो र अन्त हिरामणी जन्मने बेला अन्त जाँडो कोरे रोपिए जाउने हाने सुनै हुने बेला माथिबाट राजाले के दियो अरे एक बारी त डाडु पनि दियो अरे अरू सम्पत्ति कति दियो होला माथिबाट जुम्लाबाट सम्पत्ति ल्याए अनि घर लगाएको थियो घर तिनै फेरा थियो त्यो 13 भागो फेरो प्रभुका भागो फेर र जगदीशा भागो फेर जगदीशा पब्लिका पुद्लो जेठा बाजे मोतीलाल बाजे भए जेठाको भाग भयो मध्यम त खाइले बाजे मेरा बाजिया भाग भयो कान्छ तेरा बाजिया भनौँ त हामी त एकै बाजिया छोरा हौँ हामी परि खाइलाका अंशमा आउँदाखेरि खाइलाका छोरा आमा बुवा भए हेर अनि नाति घर ल्याएर मेरा बुवा बसे अरू चाहिँ हवे भाइ त्यहाँदेखि त्यो खाइला बाजेको भाग पढिया त्यो कर्पुट हुन्छ त त्यही फेर हो अहिले बस्या अनि त्यसपछि अब हिरावनी पद्य एक भन्नु पुस्ताको कुराहरू हजुर हिरावनी पद्य एक हिरामन पद्यका छोरा हरिकेश पद्य 2 हरराम पद्य 3 सुखदेव पद्य 4 मन्नाम पद्य 5 झोपा पद्य 6 झोपा पद्यका गोपीचन्द्र पद्य 7 म 8 है भनौँ अब मेरो पुस्ता त बाबुजीको मात्रै गयो 7 पुस्ता अगाडि भाइ अब 600 वर्ष जति हो भयो होला 600 वर्ष अगाडि लगभग यो बालुखेत भन्ने ठाउँमा चाहिँ 800 वर्ष जति लगभग 800 वर्ष अगाडि चाहिँ हिरामणी भन्ने बाजेबाट चाहिँ यो ठाउँको लगभग सुरुवात भयो भनौँ न सुरुवात भयो भनेपछि त्यो उही बेलाको लगभग 800 वर्ष अगाडि त केही बाहिरी दुनियाँसँग लगभग सम्पर्कै थिएन भनौँ न अब हजुरहरूले सम्पर्क गर्नु पर्दाखेरि के थियो माध्यम हजुरहरूले हिँडेरै गएर कुरा गर्ने थियो कि के चिठी पत्रको के थियो कि नै हजुरहरूको पालाको के हामी के गर्ने हजुर अब जुम्ला आफै आउँछ के जिल्ला त जुम्ला थियो हजुर पहिला कोही मुद्दा पढ्यो भनेपछि अर्जी गर्नुपर्छ भनेपछि तल टाढा गएर हुलाको चिल्खाला हुलाको गएर त्यो अर्जीहरू राम अन्ति कहीँ थिएन हुलाकबाट जुम्ला जान्थ्यो भनेपछि हामीहरू हिँडेर ल्याउँदा 1 दिन 2 दिन लगाएर तल हुलाका जाने त्यो अर्जी गरेर 2 दिन लगाएर नि घर आउने जुम्ला जानु माथि हिउँ भयो भने हिउँनु परेपछि 2 दिनमा जुम्ला पनि हिँड्न पुग्यो जुम्ला बजारबाट म एक घर पुगेँ आउँ हिँडेर 1 दिनमै 1 दिनमा ए हिरामणी पाध्यले बाजेले जुम्ला पनि जग्गा बनाए होइन जुम्ला पनि बनाए तिनको लगभग सन्तान त्यहाँ पनि छ भनौँ अहिले हामी सन्तान त हामी हौँ अनि त्यहाँ जग्गा चाहिँ छ त्यहाँ अहिले पनि के छ त्यहाँको बुढुलियाहरू सारा जाँच थरपट्टि सिजा रानी सेन भन्ने धेरै थियो अरू जग्गा त्यो लगभग पहिला चाहिँ दर्ता भएको थिएन 96 सालमा म जन्मने वर्ष हजुर म 96 सालमा जन्मे हौँ त्यही वर्ष जाँच पढेछ राजकोट बालुखेत विश्वनाथ पाध्यका खेत म फलानाका जम्मा राजकोटमा बालु कोही त्यो बेला हाम्रो बुवा गइकन त्यो दर्ता गर्न सकेनन् त्यो स्वाट्टै आमा लिए एकै तलचौडो खेत मात्रै त्यो बाँकी राजकोट बालुखेत विश्वनाथ पाध्यका खेत म शङ्करजनका जम्मा शङ्कर जन्म नआउँदा मै शङ्करै जन्म राखिदिएछ त्यही जग्गा भन्ने लडेको अझ उपर जाने के आइरहेको छ अनि त्यस्तै छ त्यो जुम्ला जग्गाको त्यही हो पुरानो कुराकानी अब तपाईँको जवानीको कुराहरू जवानीमा त उहिले कस्ता थियौँ भनेपछि यही ठाउँमा काम गर्ने मान्छे थिएन बाबु इन्डिया जानुभयो कि बाजे इन्डिया पनि गएको छु थिएन सिउना कान्छी दत्त पाध्याय त्यसपछि म
सालेको कति हुन् कथा लगाइने कति हुन् जुट्टी लगाइने कथा लगाइने हुम्लाबाट आयो असौजो आजभोलि हुम्लाबाट आयो भने आएर घर भारी हारी फाल्यो आयो लहरो पढि गयो अनि कथा पर गोत्ती पुग्ने पर पाठशाला पुग्ने अनि रमाइलोको लागि अनि छोटीहरू त्यो पनि भन्नु होला रमाइलो त छोटीका त्यही खेल हार्यौँ त बिग्यौँ त हो हामी जवानीभरि त्यही खेल हार्नुभयो छोटी कहाँ कहाँ छन् आनन्द अरूले गहना लगाइने चलन अरू केही थिएन हजुर लुगा भाग हामी त्यो फाटाटे काला अलिया लुगा लगाइँदा थियौँ तोला तोलाका सुन माइलो तोला बुवा र एक तोला उतैसा कानन्द सुन थियो एक तोला मेरा कानन्द सुन थियो निर्भय बनाएका रूप्सा पनि रूप्सा छेउै टोकाउँदै अहिले पनि हुन्छ त अहिले पनि देखिन्छ त रूप्सा पनि रूप्सा छियो मन पनि छियो मन पनि छियो अनि छोटीलाई फकाउनलाई चाहिँ के गर्नुहुन्थ्यो फकाउनलाई फकाउनु के आफै फकिने दिनु त्यो क्या आफै फकिजाने है ओर्दा कहाँ दिने पोर्दा के अर्नी लगेर फकी भाइ त फकियो नि त म तपाईँ केही पाउँदा हो अचल केही पाउँदैन हामी त हेर्नै पाउँदैनौँ भन्नु उहिलेकै रमाइलो रहेछन् है तेरा पर छुट्टी छोटी एक कोही बाँकी रहन्न कोही बिहा गर्दाखेरि कति उमेर थियो तपाईँ कति वर्ष हुनुहुन्थ्यो 13 वर्ष 13 वर्षमा 13 वर्षमा बिहा अरे त्यहाँ छुट्टीकोटे बिहा अरे कोही भिनाजी पनि कोही ठुवाजी पनि कोही जुवाई भन्ने कोही जुवाई भन्ने त्यस्तै त्यहाँ छुट्टी तपाईँले आफ्नो जीवनमा छ नि कुनै गल्ती गरे जस्तो लाग्छ कि मैले यो नगरे भए अर्कै हुन्थ्यो त्यस्तो केही छ घटना होइन त्यो कुनै जीवनको कुनै घटना कि मैले त्यतिखेर यो गरे भए मेरो अर्कै हुन्थ्यो जिन्दगी सुख सयल हुन्थ्यो त्यस्तो कुनै केही छ घटना क्षण के भयो भने अब त्यस्तो खेलो नअरिकन क्या हाम्रो कोही ऊ भएन बच्चा भएन छुट्टी भयो नि खाइला बाबु जर्मे अनि म जर्मे जर्मेर पुलपुलेर साह्रो गएर फुल गर्ने नि ओडोपोड जान्न दिने कि न तर गइकन एका ठाउँमा गइकन पढिकन आया भए अचल विद्वान हुन्थ्यौँ त पनि त्यही पुरानै पढाइले पनि विद्वान भइगयो कसरी भने तानिया छ मान्छे त छैन भनेपछि अन्त उस्तै जीवनमा जस्तो जवानीमा जो मान्छे उस्तै गरिराखेका छौँ काम हिँड्न पनि सक्ने रमाइलो पनि छ खान पनि सक्ने हिँड्न पनि सक्ने स्वास्थ्य पनि हुनुहुन्छ स्वास्थ्यमा पनि ठिकै छ बेथा बिमार कहिले केही नलाग्ने अस्पताल एक काटो खाएन दे भगवानमा विश्वास गर्नु चाहिँ गर्नु न भगवानमा म विश्वास गर्छु उनी दैव शक्ति छ अनि यो त्यो भिरामणि पाध्यायको बेलादेखिको यो के पो ऊ छ सम्पत्ति गाडेर राखेको छ भन्ने कुरो के हो सत्य हो त्यो के हो सत्य हो कि सत्य हो तामी त त्यो भित्र भगा छ भन्दा छन् होइन पहिला बाजे हुँदाखेरि हजुरका बाजे हुँदाखेरि त्यो कुराहरू हुन्थ्यो कि हुन्थेन हुन्थ्यो होइन बाजेले परशुराम दाइको बुवाले कहाँ निकाले भन्दा त्यो पनि त्यो नक्कल भएको हो त्यो नक्कल सत्य होइन है सत्य होइन क्या जस्तै नै हजुरहरूको बाजेले हजुरहरूलाई खासै चाहिँ के भन्नुहुन्थ्यो हिरामणिको बाजेको बारेमा हिरामणि बाजेको बारेमा लिएर त्यो 65 मात्रै जम्मा आर्या भन्ने बाजेको थियो क्या हजुर त्यहाँ अरू केही सम्पत्ति केही छैन हामीले देख्यौँ है सुर्ती व्यवसाय महाराष्ट्रमा मान्छे भोग भएछ र माथिबाट घोडाफोडा लिएर बनाएर नि साउथी अनाज मगाउन आएछ 42 साउथी गएर 13 भित्र पछि गयो अरे त्यहाँमाथि सुनपाद्य थियो गएर सुनपाद्य भन्ने कोही पुजारीको बाजे त्यहाँ गएर सुन मात्रै भेटियो सुन लैजाऊ भनेर अब सुन के गर्ने
अब फला साहु भन्ने यहीको बाजे भनौँ अब फला दिवाडा छुट्टीको टका एउटै भन्नु अनि चाहिँ त्यसले पनि रुपियाँ लिएर आयो पोथोडो अनि हिराउने के आएर हिराउनेले 7 खाल्डाका थोलमागा 7 खाल्डा मुखको गाडी दिए त्यो लियो खायो माथि खायो अनि ती 4 साबुन दाग्यो 42 कनक लुगा काम्लो हालिदियो सुना बाँधिकन 42 कन लिउ हालिदियो सुना बाँधिकन काम्लो हालिदियो अनि हाम्रो बाजेकन के आयो भनेपछि एक बेरी गादीमा बस्नु पऱ्यो भनेर गादीमा बसाल्यो राजगद्दीमा बसाल्यो पछि ठुलो यज्ञ गरेर यज्ञ सिद्ध गरेर 42 कन बार्को दियो थला साबुन भैँसो दियो सुना बाँधिकन गाई दियो हाम्रो बाजेकन 2 खुनुका फुरुल्ला 1 स्वर्ण मूर्ति सारीकाराम देउता दियो भन्दा चाहिँ त्यो माथिको त्यो स्वर्ण मूर्ति अथवा त्यो हक्कल हो कि नक्कली हो त्यो माईको अब स्वर्ण मूर्ति त्यहाँ छ त्यही मङ्गलासेन देवीको मन्दिरमा आधा किलो होला नि त्यो लगभग 1 किलो छ क्या 1 किलो छ सक्कली सुन्छ कि अथवा केही अरू केही धातु हो कि त्यो पनि थाहा पाए नै त्यही सम्पत्ति आउँदै त्यो पनि त हजारौँ वर्ष पुरानो होला नि त हजारौँ वर्ष पुरानो हो त्यही हजारौँ वर्ष त्यही हिरण वाद्य हर्केश वाद्यले ल्याए त हो यो लगभग यो कस्तो कुरा भयो भन्दाखेरि नपादिकन गर्न निस्किँदैन भने जस्तै केही चिज त छन् त सत्यता देखाउने त सबै कुरा जोडिन सक्ने केही कुरा छ क्या यसमा होइन अब त्यहाँ लगभग खजानै छ भनौँ न एउटा यदि त्यो बाजेले भनेअनुसार त्यो सुनको पैसाहरू छ भनेपछि त त्यो त लाखौँ करोडौँको हुने भयो नि त तपाईँका मिल्ने साथीहरू को हुन् उहिले तपाईँसँग खेल्ने उ गर्ने हिँड्ने यही गाउँका पल्ला गाउँका जो पनि तपाईँ बढी खातर्ने को हुन् बढी खातर्ने भने यही गाउँका तले गौरीको बाजा बढी गणेश साथ अब मुखिया धनकाउसिया जन्म बुवा के भया अरू पछि सदस्य दाई त्यो पाउरामा बुवा हामी 7 महिना कान्छौँ म 7 महिना जेठाउनु तपाईँको हातले कोही नै अब तपाईँ मात्रै हट्टाकट्टा बाइके उबाट थत्तिकै कति वर्ष हुनु उमेर हजुरको म 80 ठ्याक्कै 80 अनि यो बाजे जुन यहाँ उयो माथि कोटमाथि राजकोटी राजा भन्थ्यो नि बस्ने हो त्यसको बारेमा हजुरले के सुन्नुहुन्थ्यो कि नि राजकोटको पनि किन नहुने त्यो जस्तै त्यो हजुरको बाजेहरूको पालेमा थियो कि त्योभन्दा अगाडि बाजेहरूका धेरै अगाडि गयो त्यो कुरा बाजेपालामा भनेपछि साइन्टिफिक रूपले पर घोडी लास हजुर त्यो राजकोटीको हजुर यो घोडा दाउने हजुर तान्ने आऊ तिमी कोही तान्नु हजुर ल त ल तान् ल देखाउनु अन्त पर गएर हिँडाइले चाहिँ खुवाएछ नि भन त्यति हुँदैन टोइटेकन के याद दियो भन खोकीको जेठो कान्छो जेठा यी कान्छा एका भाइ दुवै जेठा हुन् होइन यो जेठो हुने हो यी जेठो हुने यिनका भाइ मध्ये यी जेठा हुने दुवै जेठा पढे तपाईँको कुनै यस्तो सम्झना छ कि तपाईँलाई पटक याद आइरहन्छ त्यस्तो कुनै घटना तपाईँले कुनै केही गरेको घटना कि तपाईँलाई याद आइराख्छ क्या त्यो कुरो कहिले बिर्सनै नसक्ने केही कुरो छ एउटा कुरा भनौँ न बिर्सनै नसक्ने कुरा
लेख गए बेला कि पाल लेख गए बेला कि भोटो गए बेला कि जुम्ला गए बेला त्यस्तो केही छ? त्यस्ता त घटना कति भए एक सबभन्दा एकदम गोप्य भनौँ सबभन्दा खतरा घटना भन्नु त एउटा जिन्दगीमा हजुरले कसरी नखोलेकै भनौँ न। सबभन्दा खतरा एक दिन के भयो भने यसै रुख थियो, यसै परिमा रुख हजुर परिबाट मगाएँ, परबाट ठुलो बाघ आएछ, बाघै आयो ठुलै बाघ 8-10 हात हजुर आयो भने ठ्याक परम्बो यति लामो जिउडो गाडिया छ, मुख बाया छ। अनि ट्याक्क म उभिएँ, त्यसले पनि हेऱ्यो आधा घन्टासम्म, हजुरले पनि हेर्नु मैले पनि लिनु भएन। म यसै उभिया छौँ, डोपोलो लया छ, भारी छ पछिल्लो। हजुर अनि उभिएँ, 1 घन्टापछि फुरुक्क फर्केर बुवाङ 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 उँधो दमाया बजाइकन अनि गयो त्यो उँधो। अन्त म त्यसै मोर्चापट्टि यहाँ छु, त्यसै लट्टिएँ र अनि परबाडी पानीको खोलो सिरो तानिदिएँ, पानी पिएँ। अन्त त्यो डोको ताइती फालिएँ, साह्रै हातखुट्टा टेकेर नजाइ नहुने भयो, निको कता जानुपर्ने भयो। अब टङ्कीसम्म उकालो थियो, त्यो लिगा डाँडामा गएर खर्क पुगेर खर्क कोही नै। अनि गएर पर हाडे पढेँ, अनि पछि पहिले बुवा आए। अनि कति वर्ष हुनुहुन्थ्यो? म लगभग त्यही 20-22 वर्षको हुँदा हुँ। तन्नेरी उमेर तन्नेरी। अनि पछि के भयो त गर्नु भन्दा तर म केही सास नभास, त्यो बगर लागेको छ क्या, सास नभास भएँ। अनि आडे पढेँ, अनि पछि हेराउने मान्छे पनि नाडी हमाउँछन्, के भयो भन्छन्, ठाड उठाउँछन्, लोत पोत्याउँछन्, त्यही न लोतो भएको हेरेँ। अनि आडे पढेँ, अनि झादुवारी बुवा अब ल्यान भनौँ, बुवा र एक परती मादिका बाहुन सिया अनि पछि भोलिपल्ट बिहान अनि नभए त्यो बगौराले छोडिसक्यो, अनि ठाड उठेन। के भयो चाहिँ त्यो गर्नु भने म अरू केही गएन, मैले बाघदेखि आउँ, म बगर लागेको छ, अरू केही न र म अझ पनि डोल्नु भनेर अनि घोडेर अनि भोलिपल्ट सकालपल्ट 3 दिन आँदैन त्यही अनि हौडेर अनि उनी आए। नखाए त्यो मरिजाने घटना त्यही त बच्यो। त्यहाँ बस्यो। एक दिन के हो, भालु केही यता हेरेर तल म गर्दै गएँ। अनि अब त भैँसाका खाना बच्चा थर्मय पड्टा, त्यो थोरा लोटाउन अगेर आएछन् भन्छ, तलबाटी निगेला डुठा खाँदा रहेछन्। अब यी थोरा हुँदा आएर डुठा खाँदा भनेर त्यो रहेछ भालु हेर, त्यहाँ थोरा आउनु खोजेर मुखोती गयो बनाएर लोटाउन भनेर ओरबाटी लौडीले हानेर थदी आइगयो परबाट त। अनि आयो, अनि मैले केही हेरेन, उभिरहेँ। ढुक्क यो हानिहाल्यो त खुच्यो, केही बुढो फडक हालिहाल्यो त, त्यो झम्टने पनि थियो। जै फडक हाल्नु के नक्क भयो, जै बसिरह्यो कि मुखबाट मुक्क हेऱ्यो, वाक्क अऱ्यो र अनि गयो। त्यो केही छापन लागेन, केही पनि भएन। अनि त्यो अप्पमा उब्बा भैँसा भर्काएर तलिमा लगाइ अनि खर्क भाइ। त्यस्ता भालु त कति बेटायौँ गए। भैँसालाई के गर्दैन? भैँसा नि क्या त भालु मरिया खाने त हुन्, बुवासालाई बुवासा मात्रै उनीहरू भैँसा मान्ने। बुवासा घटाउन पनि छ। एक दिन पासवाडा खर्काउने थियो, तर आन्दा तानिदिन्छ, हात हाल्छ नि यहाँबाट चाकबाट आन्दा भित्रबाट तानेर पासवाडा खर्काउनु पनि सियौँ। पर डाँडाउने भैँसा बसेका, भैँसा बगाल बसेको, हाम्रै मात्रै भैँसा, अरूका भैँसा पनि नआएका। हाम्रा तल्ला पल्ला 8-10 भैँसाको बगाल तलमा चरी रुवाबाट आएर माथि पाड्न भने भैँसा सिया
और पासाबाट पनि यही प्रभुको बाबुमा उभिएको थियो पर आइगयो त बुवासा चाहिँ 8-10 वटा परेर त्यो बगान के आयो भने हेरौँ तर बुवासा बगान अनि गएर भैँसा राखी बसिरह्यो अनि आयो बुवासा अगाडि हामी बसिरहेको छौँ के अड्डा खाँदै आखिरी भैँसा खमाइहाल्यो भनेपछि जाउँला भन्यौँ र अनि एक आयो हेऱ्यो त्यहाँदेखि भैँसा हेऱ्यो अप्ना आयो बगान पुगिसक्यो जब जम्पकन आँटिसक्यो अरे एउटा आले नाने चाहिँ नझन्डा रहेछ नि त 1 मिनटमा त्यो मिसुनु काटेर बुढा भाइया हामी नभइदिएपछि सब भैँसा भुत्क्यो भने आउँदा तपाईँ सिकार गर्नु भएको छ कि नै सिकार पनि गरेँ मैले सिकार के अरे अरू के मारिन त्यो सिउना हाम्मा त्यो मान्य गराएको कविले हाम्मा भैँसा हाते राख्छ अगाडिको कुरा राख्दा त्यो एक दिन सिकार गर्न जाउँ र तारो हानौँ भन्यो र तारो हान्यो त लसुन त बाध्यले पनि तारो हान्न हकेनन् अनि अरूको हाते चाहिँ हकेन अनि ट्याप्प तारो मैले टिपेँ अनि ल अब जुवाई सरकारी भयो भनेर अनि गयौँ त्यहाँबाट गयौँ र माथि हदैले धुराउने गयौँ डाँफे हाने मैले डाँफे हाने लाग्दा पनि लाग्यो उडेर तर रम्नु कहाँ पऱ्यो त्यति हो बन्दुक उहिले पालेको आँखार ओल्ला रुखो थियो पल्ला रुखो गयौँ र भोज पनि गाड्यौँ जोडिया रुख नि एक रुखो उल्को नि अक्का रुखो पाइन्छ नि यहाँ माथि टुप्पोबाट त्यस्ता काम पनि अऱ्यौँ रमाइलो थियो जोस् सत्तुमा तपाईँ घिउ 1 लिटर खाइसक्नुहुन्छ एकैचोटि 1 लिटर एकचोटि खाइसकिन्छ 1 लिटर एकचोटि लगभग त्यो हजुरले त्यति पचाउने क्षमता छ भैँसा त हजुरले पाल्नुहुन्थ्यो नि टन्नै कति पाल्नु भएको थियो अरे 18 भैँसा भन्दै 18 भैँसा 1 घर मिलेर पाल्नुभयो 2 घर मिलेर पाल्नुभयो अनि त्यो लगभग घिउ कति जति हुन्थ्यो हजुरहरूको 50-60 धार्ली किलो कति भयो एक धार्नीमा 2.5 किलो धार्नी हुन्छ भनेपछि हजुर खाने 1 क्विन्टल भनौँ न 2 क्विन्टल 2 क्विन्टल घिउ बनाउनुहुन्थ्यो हजुर अनि त्यसलाई बेच्नलाई चाहिँ कहाँ लग्नुहुन्थ्यो राजापुर ए त्यो घिउहरू के अरे घिउहरू अनि हजुरको त्यो के अरे त्यो काम्लोहरू त्यो सबै लगेर जाने त्यहाँ बेच्ने पैसा साट्ने पैसासँग चाहिँ अनि आफूलाई चाहिने चिजहरू लगायतका भाँडाकुँडी अनि फेरि कपडा नुन तेल यो जुन तामाका ठुल्ठुला हुन्छ नि भात पकाउँदा नि त अहिले ती सब त्यहीँबाट ल्याएका है राजपुरबाट ल्याएका हुन्डा त्यहीँबाट ल्याएका ताउला त्यहीँबाट ल्याएका ठुलै ग्रुपै बनाएर जानुहुन्थ्यो के 6 गाउँको फल बालीखेत चुट्टीकोटा भैदार हाट जाने भनेपछि त सबै 6 गाउँको उक्केर पाइजाने अरे हातै जाने लगभग 50-60 जना जति जानुहुन्थ्यो 50-60 जनाका 20-25 जनाका 10-12 जनाका 5-6 जनाका फौज गरेर जाने क्या फौज गरेर जाने लगभग त्यो कति दिन जति 2-3 महिना 12-15 1 महिना 30 दिन आउनु जानु 30 दिन लाग्ने त्यो त्यत्रो भारी पुग्ने कि भरिया लगेर जानुहुन्थ्यो होइन भरिया हुने भरिया लिने भरिया नहुने आफै भरिया लिकन के भरिया बोक्दा जियाको थियो अन्त चामल छैन नि क्या अन्त चामल भयो धुलो भयो यहीँबाट खानेपिने सब व्यवस्था आफै व्यवस्था अरे भाँडा कुडी सबै व्यवस्था जाने बाटोमा के हुँदैन बाटोमा चोरहरू लाग्थ्यो कि नै कि चोर पनि लाग्दा बाटोमा गयो अनि गयो चोर लागेको केही कहानी छ कि त्यो सुनाउनु न चोर लागेको कहानी पनि छ सुनाउनु त्यो यहाँबाट गयौँ चिसापानी गयौँ चिसापानीले यसरी डेरा आदि बसेका थियौँ एक चोर आएछ चोरहरूले 2 जना चोरहरूले के अरे भने ल अब बाजेहरू हो
जयबले दाइपरि धामी तपाईँहरू माथि आउनुहोस् माथि बसौँ भनेर कोठा गर्नु चिसापानी गएर बस्यौँ। त्यसले पहिले के भन्यो भनेपछि बिजबु र कैदीको बुवा क्या त्यो घर लाग्यो है प्रेम कैदीको बुवा हो। भन्नु कि नाम एउटा थियो ल नाम के हो बिर्सिने है। प्रेम कैदीको बुवाको चिन्नुहुन्छ कि भन्यो त्यहीले है। हजुर त्यसपछि रणबहादुर महत चिन्दा छौ कि भन्यो। रणबहादुर महत त मेरा भिनाजी भन्यो जयपाले दाइले। त्यही भएर मैले 4वटा कन्टर घिउ लिएपछि त्यो भारी है लिकन राजापुर पठाएँ मैले। एखन त लियो भने घिउ पठाएँ। अनि पछि चिसापानी बसिरहेको छु मैले त्यही भन्यो गयौँ ल रणबहादुर महत त मेरा भिनाजी हो। त्यसो भए तपाईँ क्या म बरिदिएको मान्छे हौ राजापुर मेरो दोकान छ भने ऊ त अब भिनाजी भलरी खालो भइगयो। अनि खाया खुवाएर रक्सी खाने चलन त्यही बेला सधैँ छिरेर रक्सी खुवाएर अनि त्यहाँदेखि पुरी गयौँ नाइ पुरी त्यसको त्यो घिउको कन्टर काम्रो त्यो सबै त्यहाँदेखि बेची खाएछ कटासे थियो। अनि हामी तल अत बसिरहेको थियौँ मैले भने केही पनि गुमाइनँ। अन्त त्यो सारा भारी हारी सबै त्यो लुट्यो र अनि ठकठकारो आयो। त्यही वर्ष त मेरा छोरो भइरहेको छु। को सालको कुरा हो भनेपछि 16 साल मेरा छोरो भयो 16 नै त्यो 14 वर्ष भइरहेको यो 16 32 सालको कुरा हो। अनि त्यखन मेरा नेपालगञ्ज लिएर कहीँ गाडी छिएनन् ठिकै छिएन। त्याउँदा तारिक त्रिकुने गयौँ त्रिकुनेबाट अनि टाँगा पनि चढ्यौँ र नेपालगञ्ज आयौँ। त्यो अप्पिको के बाटाघाटा कहीँ पनि छिएन। अन्त त्यही बाटो भएर राजापुर आयौँ। त्यो गाडी भने कहीँ देखिया पनि छिएन। अनि कहीँ देखेको गयौँ र डाँडा देख्यौँ। अनि पछाडि अब हामी नेपालमा चले। पहिलोचोटि गाडी त्यसो इन्डियामै देख्नु हजुर? इन्डियामा देख्यौँ मात्रै। इन्डिया पनि कहाँ गयौँ यी गाडी चलिसके बसेर गयौँ। कतिचोटि बस्नु इन्डिया? म एक बार नन्ताला गएँ एक बार नीलकण्ठीतिर गएँ त्यति हो। हुम्ला पुग्नु भएको तपाईँ? हुम्ला गएको मैले हिल्सासम्म पुगेको। हिल्सै पुग्नु हो? हिल्सा नै यङ्गारसम्म गएको छु म। किन जानुभयो त्यो? उन्नेउन जाँदा हो उन्नेउन जाँदा पर केर्मी जाँदा पर एङ्गार पुग्दा त्यहाँ पुरा गाडी चल्ला होइन अहिले त? अचेल त गाडी चल्नु लागि अरे तिब्बतको के छ अरू सोधिहाल्नु। यो चाहिँ